हेलो साथीहरू नमस्कार। आज गाउँमा जाँतो बुझाइ छ है। आज जाँतो बुझ्ने काम छ। आज यहाँ मासु पाकिरहेछ। नुनु पिरो गुलियो स्वादी नभन्न पाइ मस्तले खाइ छोरी बहिनीको देउता सफल पारो। यता चाहिँ 20 केजीको मासु चाहिँ भड्डुमा चाहिँ मस्तले पाकिरहेको छ। जम्मा चाहिँ हाम्रो टोलमा चाहिँ 60 देखि 70 जनाहरूको चाहिँ सहभागी भोजमा त यो चाहिँ देउता सफाउने काम छ। यो भड्डुमा चाहिँ यसरी पाकिरहेको यसको पुन्नी पनि बेडितो डाडु पनि बेडितो कम हामी यो रागाको कासो कम गर्नु छैन यो आउजीलाई बाहुनलाई हात थाहा बामन दिनाले भाइदा पनि बाहुनु गौ छोडा गरे उ पर उ घरे आउने त बिक्री गरिकिन उ खाना खानु भने हाम्रो अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ यहाँ के छ भन्दाखेरि यहाँ सहभागी भएलाई चाहिँ अनिवार्य चाहिँ एक भाग चाहिँ पुग्नुपर्छ। यदि भाग पुगेन भने पनि देउता चाहिँ सकिन्न। यसरी गइनी गिनी तपाईँकोतिर के गर्छन्? सन्तोष सन्तोष अबे यदि 4 जना महिला त्यहाँ दिए जाजु कहिले चार अबे अब पहिले जनतालाई दिए जाजु भएपछि जनताले दे मैले दाइ ओ दाजु सुमा ओ सुमा आफी सुमा ओए केटाहरू चाहिँ खाइरहेको छन्। यसरी चाहिँ खाएर चाहिँ अन्तिममा खाँदै अनि त्यसपछि आफ्नो बाटोतिर लाग्ने गर्छ है त। अनि बहिनीको